गाइज साँच्चै हेरेर धेरै बोरिङ लागेको छ, यति बोरिङ लागेको छ एक्लै भएर नि रुममा। 9 बजेदेखि अहिले 2 बजिसक्यो। सोच्नु 9 बजेदेखि 2 बजीसम्म रुममा अहिले एक्लै भएर नि कसरी हुन्छ कि पागल जस्तो मान्छे भइहाल्छ। अब घुम्न जानु पनि कति घाम छ बाहिर। अब कान्छीको छुट्टी पनि अहिले हुँदैन, उसको छुट्टी साँझ बजे 6 बजे हुन्छ साँझमा। लास्ट स्टेज भाइ जब तक खाली समयमा के हेर्नु यहाँ यो के बनाएर के रुम पुरै कचरा गरेर राखिसकेँ म। अब त्यसपछि फेरि कान्छी आउँछ अनि त्यसपछि भन्छ के गरेको छ। बोरिङ अल्छी लाग्छ नि के र बोरिङ टाइममा नि के मलाई पेपर काट्न मन लाग्छ। त्यसको कैँची पेपर काट्न धेरै राम्रो लाग्छ। कान्छी आउँछ फेरि यसलाई भन्नुहुन्छ के काटेर कचरा बनाइदिनु के गर्नु यति साँच्चीमा नि। र कान्छी मिस्यो धेरै मिस्यो। आज मेरो पनि छुट्टी छ, त्यसै बेला म ड्युटी गइनँ। अरू ड्युटी गएको भए टाइम कटिहाल्थ्यो फेरि गाइस। बस्दा रुममा मोबाइल हेर्दा के गर्दा लास्ट अल्छी लाग्दैछ। अब अलिकति घाम कम हुन्छ अनि बाहिर कतै घुम्न जाने, घाम पनि चाहिँ कहाँ जानु हुन्न। पुरै लास्ट ब्लग पनि बनाउनु मन लाग्दैन। के गरौँ यो सब गतिविधि गरेर थाकेको छु। लास्टमा यो पेपर कटिङ लास्टमा मैले यो क्यामेरा सुरु गर्थेँ। अब जो हुन्छ क्यामेरा रेकर्ड गर्छु, जुन कान्छी ल्याएर आउँछ कति मिनट गरिदिन्छु। गाइज एक्लै बस्नु रुममा साँच्चै मान्छे पागल भइहाल्छ। झन् पागल भएको मान्छेहरूलाई जीवन पागल ठाउँ एक्लै राखिदिन्छ, कस्तो पागल हुन्छ। माइन्ड सेट पुरै बिग्रिहाल्छ। कतिको मोटिभेसनल स्पिचमा मान्छे के हुन्छ नि 6 महिना साल भए एउटा रुममा आफूलाई बन्द गरिहाल्नु नि पछि हेर्नु के हेर्नु। एक दिन रुममा बन्द गरेर मान्छे सकिरहेको छैन। एक दिन कतै चलेन भने कतै गएन भने मान्छे त्यो दिन त बस्नु सक्दैन रुममा। यत्रो स्ट्रेसफुल यत्रो एन्जाइटी जस्तो लाग्छ नि यत्रो भएर के भन्नु गाइस। अब अलि घाम अस्ताएपछि गाइस बाहिर जान्छु अन्त अब यहीँ बसेको छु। अब कान्छी आएपछि भिडियो बनाउँछु, डरले बाहिर गएपछि भिडियो बनाउँछु। र लास्ट बोरिङ लागिरहेछ गाइस। 9 देखि 10 11 12 1 2 5 6 घन्टा रुममा के बस्नु भनेको लास्ट चाहिँ बोरिङ लागिसक्यो। तर कसो मेरो ड्युटी हुन्थ्यो नि त, ड्युटीमा 5 घन्टा टाइम त्यहाँ कटिहाल्थ्यो अनि आउँथ्यो रुममा। तर त्यस्तो लाग्दैन। बिहानदेखि लास्ट साढे कान्छीको उल्टे डोरी छ उसको, मेरो चाहिँ छुट्टी छ। आज लास्ट चाहिँ उल्टै परिहाल्यो कि ड्युटीमा मेरो। अब घाम छ यति कतै जान पनि मन लाग्दैन। मैले कम भएपछि गाइस खान जाँदैछु।